हेर्नुस्, यता पनि धान बारी, यता पनि धानबारी। यस्तो राम्रो छ दाङको हावापानी। यति बेला हामी दाङको घोराईबाट तुलसीपुरतर्फ प्रस्थान गर्दैछौँ र यो वैकल्पिक बाटो प्रयोग गरेर हामी जाँदैछौँ। भाइरल रोडको बाटोबाट तुलसीपुरतर्फ प्रस्थान गर्दैछौँ। यो देख्नुभयो तपाईँले, यो दाङको सुन्दर बस्तीहरू, सुन्दर धानबारीहरू, धानबारीका फाँटहरू मजाले हेर्न सक्नुहुन्छ तपाईँले। र यो बिच बाटो ट्राफिक पनि एकदम कम छ, यहाँ मान्छेहरू एकदमै कम हिँड्छन् र यो गाडीहरू पनि एकदमै कम हिँड्छन् यो ठाउँमा। र यो पुरानो बस्ती यहाँको, यो ठाउँको निकै नै रमणीय बस्ती, डाँडाकाँडा सबै देखिन्छ। आज मौसम पनि एकदमै राम्रो खुलेको छ यहाँबाट। अब यहाँबाट देखिन्छ मौसम, हेर्नुहोस्, बारीतिर डाँडाकाँडा, यता पनि डाँडाकाँडा है। तल यो समतल फाँटहरू, यो धान फाँटहरू, यो धानबारीहरूको फाँटहरू हेर्न सक्नुहुन्छ। दक्षिणी एसियाकै सबैभन्दा ठुलो उपत्यका हो दाङ उपत्यका। हेर्नुहोस् फाँट, अब यतातिर झन् कता हो देख्दै देखिन्न, धेरै ठुलो उपत्यका छ यो दाङ उपत्यका। यहाँ चाहिँ प्राय अब सिजनल खेतीहरू हुन्छ, जस्तो अहिले अब धानको खेती हो, धानको खेती भइरहेको छ। अब यो पछि गहुँ तोरी रोपिन्छ, तोरीले ढकमक्क पुरै ढाकिन्छ यहाँ अहिले धानबाली रोपेका फाँटहरू चाहिँ। पछि तोरीले गहुँले पुरै ढाकिन्छ। हेर्नुहोस्, तिहार पनि लाग्यो, मखमली पनि फुलिरहेछन् घर अगाडि होइन। शीतल छ मौसम यहाँ चाहिँ। अरू अन्यत्र जस्तो एकदमै गर्मी, नेपालको जस्तो गर्मी पनि हुँदैन र काठमाडौँ पोखराको जस्तो एकदमै धेरै जाडो पनि हुँदैन, ठिक्कको मौसम हुन्छ। गर्मीमा पनि त्यति धेरै गर्मी हुँदैन, जाडोमा पनि त्यति धेरै जाडो हुँदैन। ठिक्कको मौसम भनेको दाङ उपत्यकाको मौसम हो। र यो देख्नुहुन्छ सुन्दर फाँट, तराई त तराई, तर मध्य तराई पनि होइन, भित्री तराई, पहाड मिसिएको तराई पऱ्यो भित्री। तर यहाँबाट देखिन्छ धानबारीका फाँटहरू, हेर्नुहोस् पारी। आहा, हेर्नुहोस् दाङ भनेको यस्तो छ क्या, निकै नै मजाको छ। हेर्नु दाङका सुन्दर हरियाली, धानबारी लहलह गरेका सुन्दर फाँटहरू, कति मजाको छ। आज झन् मौसम पनि खुलेको छ, आकाश पनि क्लियर देखिएको छ, बादलका टुक्राहरू ठाउँ ठाउँमा देखिएका छन् र त्यसकारण पनि दामी देखिएको छ है। हेर्नु, अब यो बाटो भर्खरै मात्र बनेको बाटो हो। यो चाहिँ घोराई तुलसीपुर जोड्ने मुख्य बाटो होइन, यो वैकल्पिक बाटो हो। र तर पनि यस्तो पिच छ, यति राम्रो छ, ठाउँ ठाउँमा अब बिस्तारै घरहरू बनिरहेका छन्। अब यसरी प्रतीक्षालय बस्नलाई यस्तो प्रतीक्षालयहरू पनि छ यहाँ चाहिँ। गजब छ मौसम, दाङको मौसम पनि धेरै अहिले अब न गर्मी छ न जाडो छ, ठिक्कको मौसम छ। 2082 साल असोज 22 गते यो भिडियो रेकर्ड गर्दैछौँ हामी। आज 22 गते हो। हेर्नुहोस् है फाँट, आहा धानपाला लहल, हेर्नु त, हेर्नुहोस् त्यो मौसम
राम्रो यति आहा शीतल हावा पनि चिसो हावा चलेको छ गर्मी जस्तो देखिए पनि चिसो हावा चलेको छ यो भिडियोलाई लाइक कमेन्ट सेयर गरौँ साथीहरू र तपाईलाई यस्तै घुमेको नयाँ नयाँ ठाउँको भिडियोहरू पक्कै पनि अपलोड गर्दै जानेछु आज चाहिँ दाङबाट यो भिडियो मैले रेकर्ड गरिरहेको छु दाङको घोराईदेखि तुलसीपुर जाँदैछु त्यो पनि मेन हाइवेको बाटो होइन भाइलो रोडको बाटो भएर जाँदैछु यो बाटो आउनलाई चाहिँ घोराईको नयाँ बस पार्क ऐट के हो यार धन्न हान्देऊ यार धन्न दौडेर आएको क्या त्यो भैँसीले त धन्न आज लगिदिन्थ्यो त यार यस्तो छ हेर्नुहोस् यो रोड यो जो पुल छ यो ठाउँमा यस्ता पुलहरू धेरै बनाएको थियो नयाँ बाटोमा घोराईको नयाँ बस पार्क अथवा बस पार्क माथिबाट भएर चाहिँ यो बाटो आउँछ कि हेर्नुहोस् आदरणीय दर्शकवृन्द अहिले अब यो ठ्याक्क 12-1 बज्न लाग्यो 1 बज्न लाग्यो होला 1 बज्न लाग्यो यहाँ चाहिँ अब गोठालोको टाइम हो क्या बाख्राहरू खुनी भैँसी होइन गोरुहरू खुनी समय चाहिँ भैँसीले फुकाउने खुनी भन्छ त्यसरी हेर्नुहोस् धानबारीका फाँटहरू दाङको यो सुन्दरता म देखाउँदैछु दाङको सुन्दर फाँट सुटिङ गर्नको लागि पनि यो पर्फेक्ट ठाउँ हो साउथ इन्डियन फिल्महरूमा सुन्दर फाँटहरू देखाउँछ नि यस्तो टाइपको एकदम के त्यस्तै फाँटहरू हेर्नु त त्यस्तै देखाइएको छ यहाँ अब भविष्यमा अब 100 वर्ष 200 वर्षपछि अब यहाँ के हुन्छ अब त्यसको लागि एउटा स्टोरेज पनि भयो त्यसको लागि एउटा अर्काइभ पनि भयो यो स्टिल क्रिएट गरेर अबको 200-500 वर्ष अथवा लाखौँ वर्षपछि पनि यिनी भिडियोहरू राखिराख्यो भने त्यति बेला यो ठाउँ चाहिँ यस्तो थियो है भन्ने चाहिँ हुन्छ होइन र यहाँ अब यो बन्ने क्रममा पनि छन् यहाँ ठुल्ठुलो भवनहरू के रहेछ शिव राज गौतम स्मृति पार्क बन्दैछ अब कहिले तपाईँ यो भिडियो हेर्दै हुनुहुन्छ अबको 1 लाख वर्षपछि यो भिडियो हेर्दै हुनुहुन्छ कि अथवा दाङको सुन्दर धानबारी सुन्दर हरियाली फाँटहरू आहा ओहो धेरै राम्रो छ धेरै यो चाहिँ दाङ चाहिँ फेरि चौधरीहरूको बस्ती हो कि मेन चाहिँ यहाँको मूलवासी चाहिँ थारूहरू हो
चौधरीहरू थारू समुदाय चाहिँ यहाँको मूलवासी हो। त्यस कारणले जति पनि घरहरू तपाईँ पुराना घरहरू देख्नुहुन्छ, माटोका घरहरू प्राय चाहिँ चौधरी समुदायकै घरहरू छन्। यहाँ चाहिँ अरू जस्तो बाहुन, छेत्री, मगरहरू चाहिँ पछि आएर बसेका हुन् यहाँ चाहिँ। र दाङको धेरैजसो जग्गाहरू चाहिँ थारू समुदायकै जग्गाहरू छ है। दाङमा थारूहरू चाहिँ निकै नै आर्थिक रूपमा सम्पन्नै छन्, किनभने जग्गा जमिन एकदमै धेरै छ। त्यस कारणले पनि सम्पन्नैमा गनिन्छन्। सोझो इमान्दार जातिमा पनि पर्छ थारू समुदाय। अब हेर्नुहोस् है, यहाँनिर जङ्गल रहेछ कि फेरि टक्क आनन्दको स्वच्छ हावा। मास्क पनि लाउनु परेको छैन, मास्क नलाएर मजाले ड्राइभिङ गर्न सकिन्छ। म चाहिँ मजगैसम्मको चाहिँ भिडियो बनाउँछु है। हामी चाहिँ अघि कहाँबाट आयौँ भने भाइरल रोडबाट अब मजगैसम्म हामी जान्छौँ। मजगैसम्मको भिडियो चाहिँ बनाउँछु, किनभने त्योभन्दा अगाडिको भिडियो मैले अर्काइभको लागि बनाइसकेको छु। हेर्न सक्नुहुन्छ तपाईँले प्रेमपुन भ्लग्समा गएर हेर्न सक्नुहुन्छ। अलिकति यहाँ कच्ची बाटो छ, अब त्यहाँसम्म मात्रै पिच हो। अब यहाँ कच्ची त नभनौँ, अब यो सामान्य ग्राभल गरेको बाटो, पिच गर्न बाँकी बाटो चाहिँ छ। गेट पनि रहेछ, के रहेछ, परिवर्तन टोल विकास संस्था। यस, थ्याङ्क यू, धन्यवाद धन्यवाद, वेलकम वेलकम भन्नु पऱ्यो। अब यहाँ चाहिँ अब यो मजगै निस्किँदासम्म चाहिँ अलिकति कच्ची नै छ यो बाटो। बाटो अलिक पिच छ कि छैन, ग्राभेल बाटो छ। यो पनि पिच नै हुने हो बाटो चाहिँ। पिच भएपछि चाहिँ वरपर हरियाली, डाँडाकाँडा गजब देखिन्छ। पहिला चाहिँ काठमाडौँ पनि यस्तै थियो होला, किनभने त्यहाँको आजभन्दा 20-30 वर्ष अगाडिको त्यहाँको ठाउँहरू हेर्ने हो भने, त्यहाँको फोटोहरू हेर्ने हो भने चाहिँ यस्तै दाङ जस्तै सामान्य घरहरू, 2-4वटा घरहरू मात्रै देखिन्छ। वरपर हरियाली, बाटोमा चाहिँ सामान्य बाटोहरू मात्रै देखिन्छ। त्यसैले यहाँ चाहिँ पिच रहेछ फेरि। जङ्गल हो, जङ्गल रहेछ, तारबार पनि गरे रहेछ। यो जङ्गल रहेछ रहनु चाहिँ। के को रुख हो यो रोपेको? बगैँचा रहेछ। हेर त ठाउँ ठाउँमा बरपिपल बस्नलाई। बरपिपलको छेउमा आउन बित्तिकै फेरि यस्तो शीतल हावा पनि के अरे हावा आउँछ। इनार, पुरानो इनार होला। जान्छौँ यसलाई ओभरटेक गरेर। अहिले ट्र्याक्टरको टाउकै छैन त। मजगैसम्म चाहिँ मजगै आइपुग्न लाग्यो। अब थोरै छ, लिटिल बिट मोर, लिटिल बिट। अब यहाँ पिच बाटो छ। घर बनाउँदै रहेछ। अब यहाँ अभाव हुने भनेको दाङमा घर बनाउनलाई अभाव हुने भनेको ढुङ्गाको अभाव हुने हो है। नत्र भने चाहिँ भित्ताकै कम्पाउन्ड गजब घर बनाएर गरे हामी। मजकै आइपुग्यो भाइ।
यहाँ चाहिँ मजै निस्क्यौँ हामी। मजै खोला पुल। अब यताबाट यो बाटो चाहिँ घोराईबाट आयो, हामी जान्छौँ यता तुलसीपुर। अब यो हाइवे आएको भए हामी यही बाटोमा बाटो यसरी आउँथ्यौँ, सिधै आउँथ्यौँ, तर हामी चाहिँ बाहिर बाटो भएर आयो। त्यस कारणले गर्दा दाङबाट कहाँ हो, काठमाडौँबाट विराटनगरबाट आएको गाडी भर्खर त्यहाँ आइपुग्यो। त्यो पाटो देखेको पारीको त्यहाँको फाँटो देखिन्छ। यता त कता हो कता थाहै छैन, अब देखिन्न। यताको चाहिँ त्यो फाँटहरू देखिन्छ पानी। टिप्पर